सधैँ बिहानै उठेर गाउँमा जाने मेरा बुढा आज त घाम यति माथि आउँदा पनि उठ्दैन नि त के चाहिँ भएछ बुढा ए बुढा बाहिर आउनुहोस् न कति करा कि बुढा के भयो हजुरलाई किन आज अबेरसम्म सुत्नु भएको खै आजभोलि त यति मन भारी हुन थालेको छ हेर्नु कमला तपाईँ कसरी भन्नु ल भए चाहिँ के त्यो चाहिँ भन्नुहोस् न अब के भन्नु तँलाई कमला बिहे भएको पनि यतिका वर्ष भइसक्यो आजभन्दा भोलिभन्दा उमेरले डाँडो काटिसक्यो मेरो भाग्य नै यस्तै हो कि हाम्रो कुनै सन्तान छैन न छोरी न छोरा के गर्नु त भगवानले हामीलाई वरदानै नदिएपछि हामी झाँक्री पनि गरेकै हो भएन त के गर्नु हजुर आफै भन्नुहोस् त त्यही त कमला अब त अरूकै बच्चा भए पनि ल्याएर पाल्नु पर्ला जस्तो लाग्यो अब त्यही काम बाँकी छ आफ्नो भएको सम्पत्ति सबै अरूलाई दिनलाई पर्दैन कोही लिएर आउनु होइन बुढी बुढेसकाललाई कोही न कोही सहारा त चाहियो नि हामीलाई भोलि तिमी म बिरामी पऱ्यौँ भने हामीलाई तातो पानी तताएर कसले दिन्छ भन त बुढेसकालको कुरा बुढेसकालमै हुन्छ यो तातो न छाडको कुरा नगर्नु है बुढा भनिदिएको छु ल अब त नै त्यसो भन्छस् भने मैले के भन्नु त जा बरु गएर चिया बनाएर लिएर के को चिया भनेको पहिला म गएर चिनी किनेर लिएर आउँछु अनि बनाउँदा हजुर मुख धोएर बस्दै गर्नुहोस् है ल ल अलि छिटो गरी आऊ है कसरी भन्नु सिला हेर्नु आजभोलि मेरो बुढालाई के भएको छ कुन्नी खाली बच्चा भएन भनेर चिन्ता मात्र लिएर बस्नुहुन्छ भनेर अब हुने कुरा पनि त हो नि बुढेसकालमा पानी खुवाउने मान्छे पनि चाहियो होइन र अब चाहिएर कहाँबाट ल्याउने त बच्चा नै नबसेपछि त्यस्तै हो कमला हामी छोरी मान्छेलाई बच्चा भए नि पिर नभए नि पिर हेर्न मेरो एउटा छोरी छ कहीँ कतै केही होला कि भन्ने डर हुन्छ जमाना खराब छ अनि तँलाई बच्चा भएन भन्ने पिर हो त नि खै के गरौँ भएको छ सिला मैले अब केही गर्नु पर्दैन तल गाउँमा एउटा अनाथ बच्चा आएको छ मेरो छोरीले भन्दै थियो यतैतिर छ भने ल्याएर पाले भइगयो नि पालेर पनि के गर्नु ठुलो भएपछि सम्पत्ति जति सबै उसैको हुन्छ अब तँलाई चिचीको पनि लो पापाको पनि लो गरेर कहाँ हुन्छ त बुढेसकाललाई सहारा चाहिएन ल ल बसेर सल्लाह गरौँला यो विषयमा पछि ल ल कमला म नि घरतिर गएँ
हो। दिदी मलाई 10 रुपियाँ दिनु न, धेरै भोक लागेको छ। म केही खानेकुरा किनेर आउँछु। होइन नि बाबु, मसँग अब के खान्छौ त? दिदी हजुरको घर नजिक भए मलाई बासी भात दिनुभयो नि हुन्छ। लिन बाबु, त्यसो भए मसँग खा। बाबु, यहाँ बस्ने मान्छे साह्रै मनकारी हुनुहुन्छ। गएर भन मलाई खाना दिनुहोस् भनेर। मैले तिम्रो लागि केही गर्न सकिनँ, मलाई माफ गरिदिनु ल। उहाँले पनि कराउनुहुन्छ होला नानीमा नजाने दिदी। एकचोटि गएर त हेर, के भन्नुभयो भने म आउँछु। कहाँबाट आयो बाबु? काका साह्रै भोक लागेको छ। हजुरसँग केही खानेकुरा छ भने दिनुहोस् न। अनि तिम्रो नाम? मलाई थाहा छैन। अनि तिम्रो बुवा आमा खोइ त बाबु? कोही पनि हुनुहुन्न। अनि यहाँ कसरी आइपुग्यो? उहाँले ल्याउनु भएको। सीता, यता आइज त नानी। सीता, अनि को हो बाबु? कहाँबाट लिएर आइस? फेरि तेरो घरमा नलगिकन मेरो घरमा पो ल्याइदिन्छेस्। काका, मैले घरमा लगेको थिएँ तर आमाले होइन, एका बिहानै कहाँ मुन्टेर राखी? अनि यो बाबु चाहिँ को? आमा, अस्ति मैले हजुरलाई भनेको थिएँ नि एउटा बच्चा बाटोमा हिँडिरहेको छ भनेर। उही हो। तेरो यो घर बाल आश्रम हो र? सबै बाल बच्चा ल्याएर छुपार्नलाई? कस्तो कुरा गर्नुभएको हजुरले? यो बाबुको ठाउँमा म भएको भए नि यस्तै भन्नुहुन्थ्यो। ल ल, त धेरै बाठी नबन। तँलाई त झन् गर्वमा आउन साथ फाल्छु भनेको थिएँ। तेरो बाउले नमानेर मात्रै हो। अहिले ऊ अर्को लिएर गयो, मलाई गाँडो मात्रै। जहाँबाट लिएर आएको हो त्यही लगेर छोडेर आइज, नत्र मैले भनिदिएको छु आजको खाना पानी नै बन्द गरिदिन्छु तेरो। खै तेरी आमालाई नि के भन्नु? त्यही बेहोराले गर्दा तेरो बाउले छोडेर गयो। हुन्छ काका, अहिले आमाले देख्नु भने मलाई फेरि कराउँछु। बिचरा यो भाइ बाटोमा भोकै रहेछन्, केही खानिदिएर पठाउनु है काका। ल ल नानी, त पिर नगरिकन घर जा, म दिउँसोतिर आउँला। ल बाबु, केही खाएर जाऊ ल। ल बाबु, तिमी यहाँ बस्दै गर, म तिम्रो लागि केही खानेकुरा लिएर आउँछु ल।
काकी के भयो? को हो यो? फेरि कजौरामा भात छ त। बाबु उठ त, यो खाना खाँदै गर ल तिमी ल। होइन के भयो? किन मलाई तानेर ल्याउनु भएको? हेर्नु बुढी, हाम्रो पुकार भगवानले सुन्नुभयो जस्तो छ, घरमै पठाइदिनु भएछ। के सुन्नुभयो भन्नुभएको? अनि त्यो बच्चा को? खै कसको छोरा हो केही थाहा छैन। आज एका बिहानै भोक लाग्यो, केही खानेकुरा भइदिनुहोस् न भनेर माग्दै आएछ। मैले सबै कुरा सोधेँ, कोही छैन रे बिचाराको। मलाई साह्रै माया लाग्यो, सकेसम्म त हामी नै राख्न पाएन हुन्थ्यो बुढी। कोही छैन भनेपछि अनाथ हो कि के हो रहेछ। ल ल धेरै कुरा नगरौँ, जाउँ हिँड, बरु सल्लाह गरेर यही राखौँला। ल अब के भनौँ त? बाटोमा भेटाएर ल्याउनु भएको भनेर भन्नुभएको थियो। त्यो घरमा बालबच्चा पनि रहेनछ, मलाई धेरै समयसम्म राख्नुभयो। पछि बालबच्चा भएपछि मलाई कुट्ने पिट्ने गर्नुभयो अनि म घरबाट निस्केँ। बाबु तिमी मेरै घरमा बस्छौ त? भयो काका, म नबस्ने। सुरुमा सबैले माया गर्छन्, पछि भएपछि त सबैले हेला गर्छन्। बाबु तिमीले हामी कहिले हेला गर्दैनौ, अब हाम्रै घरमा बस है।
बाबुलाई नुहाउँदै गर, म तल बजारसम्म गएर बाबुलाई लुगा लिएर आउँछु। हस् छिटो आउनुहोस् है। ल। अब तिमीलाई भनेर पनि के गर्नु छ र? नभनेकै ठिक होला। ल ल नभन्नु कति न। हेर न शिला, मैले तिमीलाई भन्नु त हुन्थ्यो, तर के गर्नु, म सुल्टो कुरा गर्छु, तिमीले वरपर छर छिमेकीलाई सबै उल्टो कुरा बताउँछौ। गए म कसले न बस भनेको जस्तो गर्छ। जाऊ न त। कतिखेर आउनु र छोरी? म अघि नै आएको। तिमी पो आउन ढिला गर्यो। यसो आएर यसो सामानहरू कहाँ छ, के छ, काम कति बाँकी छ भनेर हेरिरहेको छु। अनि किन ढिलो गरेको? ढिला भन्दा पनि बाटोमा आउँदै थिएँ। आउँदा आउँदै बाटोमा एउटा अनाथलाई भेटेर हरिकाकाको घरमा लगेर राखिदिएर आएको नि। अब तिमी चाहिँ जहिले अनाथहरूको उद्धार गर्दै हिँड। कुन दिन तिमीलाई पनि तिम्रो आमाले अनाथ बनाउँछ अनि थाहा होला। बाबा, यो मेरो व्यक्तिगत कुरा हो। मैले हजुरलाई सहयोग गर्नु भनेको छु र झन् राम्रो कुरा गरौँ भनेर आयो। जहिले मलाई नै गलत देख्नुहुन्छ। गलत भनेको छैन छोरी, अलि सोचेर अगाडि बढ्ने गर पो भनेको त। तिम्रो आमादेखि म त्यही कारणले टाढा हुनु पर्यो। ओहो, नुहाइदिइसक्यो? नि हजुर कतिखेर आउनुहुन्छ भनेर बसेको थिएँ। कपडा ल्याइदिनु मैले त। ल है अब हेर त, ठिक हुन्छ कि हुँदैन? उल्टो भयो रहेछ। उल्टो भयो। लाठी बच्चा भएको जानु त लुगा लाउनु। ठिकै गर्नुहुन्छ। ल ओ यो हात लो पहिला। हो ल ल। बाबु पनि चिटिक्क हुने भयो नयाँ लुगा लाएर ल त। ल यता आयो। ठिक हुने हो कि होइन? उठ त बाबु। ठिक हुन्छ। पट्टु फुकाल्ने अब। हेर त कति राम्रो हो। हिरो भइगयो नि। ल हामीसँगै बस्नुपर्छ, पढ्नुपर्छ धेरै है बाबु। अब हामीसँगै बस्नुपर्छ ल। ज्ञानी हुने, पढ्ने, धेरै पढ्ने, ठुलो मान्छे हुने। यता हेर न। आमा सुन्नु न, स्कुलबाट फ्रीमा घुम्न लाने भनेको छ। म पनि जान्छु नि ल। जान्दा जा छोरी, फ्रीमा नै घुम्न लान्छ भने त गएर घुमेर आइज न, के भयो?
आमा एकजोड कुर्ता सुरुवाल रे तेरो बाउले राख्न दिएको छ जतिखेर भन्यो त्यतिखेर लुगा फेर्नुलाई जे छ त्यही लाएर जा पोहोर दशैंको होला त कि छैन हो त्यही लाएर जा बेला नखुबेर लुगा किन्नु पर्ने सीता किन त्यहाँ बसी यता आउ त के भयो नानी तिमीलाई किन रोको त्यसरी किन हुनु र काका यो भाइ कोही नभएर अनाथ भयो म बाबामा हुँदा हुँदै पनि अनाथ जीवन जिउनु परेको छ सीता के बोल्यो कि तैँले किन तेरी आमाले त रानी बनाएर राखेकी छु मेरो छोरीलाई भन्थे त अब रानी जस्तै त हो नि काकी न सोचेको हुन्छ न चाहेको अनि यो भाइलाई त चिटिक्क बनाउनु भएछ त ल चिटिक्क पार्नु पर्यो नि त अब आजदेखि यो यहीँ बस्छ तिमी कति भाग्यमानी छौ है जो यति राम्रो परिवारसँग जोडिन पाएको छ समय आएपछि भनिहाल्छ नि बुढी किन आँटेकी तिमी मलाई त यसले आमा भनेको सुन्न साह्रै मन लागेको छ ए लाटे तिमीलाई आमा भन्नु मात्र हो र मलाई पनि त बाबा भनेको सुन्न कस्तो रहर लागेको छ खै के गर्नु अब ल ल तिमी पिर नगर म यसो गाउँतिर घुमेर आउँछु यसलाई पनि लैजान्छु ल सँगै यसो गाउँलेहरूलाई देखाउनु पऱ्यो नि अब मेरो ज्याकेट ल्याउ न जाऊ बरु मेरो ज्याकेट पनि ल्याऊ केटोलाई पनि लुगा लगाइदेऊ ए केटो यता आइज ल आमासित गएर लुगा लाएर आइज अनि तर म के भनेको के चाहिँ भन्नु त एकपटक बाबा यो खानु राम्रो होइन अबदेखि यो नखानु ल बुढी यता सुन न हजुर भन्नुस् न अब तँलाई म कसरी भनौँ यसो केही कुरा त आफै बुझे पनि हुन्छ नि लाटी बुढा
सुन्नु न, उठ्नु न, क्या उठ्नु? के भन्छ यो एकछिन सुताउँदै सुत्नु पनि दिन्न। किन के भयो?